पत्रकार हुँदा नेता खराब, आज नेता हुँदा पत्रकार खराब। हिजो स्थानीय सरकार चलाउँदा केन्द्र खराब, आज केन्द्र सरकार चलाउँदा स्थानीय सरकार खराब। हिजो महानगर चलाउँदा सिंहदरबार चलाइदिन्छु, आज सिंहदरबार चलाउँदा न्यू रोड जाम गराइदिन्छु। हिजो अरूले विदेशी ऋण लिँदा राति निन्द्रा लागेन, आज आफूले विदेशी ऋण लिँदा ऋण नलिई देश कसरी चल्छ। हिजो नागरिकले आत्मदाह गर्दा सरकार दोषी, आज नागरिकले आत्मदाह गर्दा नागरिक स्वयं दोषी। हिजो मलाई बोल्न दे सरकार, आज बोल्नेको मुख थुन्दे सरकार। व्यक्तिगत हिसाबले सबै मन्त्री र सबै सांसद उस्तै हुनुहुन्न भन्ने त्यो थाहा छ, तर व्यक्ति छुट्याएर संस्थाको समीक्षा गर्न नसकिने रहेछ। सरकार चलाएको 100 दिनमा हामी देखाउँछौँ कि सरकार कसरी चलाउने भन्ने। कसले भनेको अहिले ठ्याक्कै याद छैन, तर सत्तारूढ दलकै शीर्ष नेता मध्ये कोही पर्न सक्नुहुन्छ। हो, हामीले 100 दिनमा निकै ट्रेलर देख्यौं। सुकुम्बासी बस्तीमा धुरुधुरु रोएका बालबालिका देख्यौं, सुत्केरी देख्यौं, बुढाबुढी देख्यौं, अनि होल्डिङ सेन्टरमा भएका अमानवीय हरकत देख्यौं। होल्डिङ सेन्टरमा प्रश्न गर्दा नागरिक समातिएको देख्यौं। नागरिकले आत्मदाह गर्दा माननीयहरूले प्रश्न उठाए, तर राज्यले जवाफको सट्टा माननीयहरूलाई संसदको रोस्टम प्रयोग गरेर मन्त्रीले धम्की दिएको पनि देख्यौं। सिंहदरबारको गेटमा काखे बालक लिएर धरना बसेका नागरिक माथिको दुर्व्यवहार पनि देख्यौं। म राज्यको प्रहरी हुँ।